रोम रोम भाइयों। के तपाईलाई थाहा छ कि तपाईले आफ्नो बाइकमा एउटा सानो र सस्तो मोड गरेर तपाईले आफ्नो बाइकको परफर्मेन्सलाई आफ्नो हिसाबले ट्युन गर्न सक्नुहुन्छ। लेट मी एक्सप्लेन। हरेक कम्पनीले आफ्नो एउटा निश्चित बाइकमा त्यसको इन्जिन क्यापेसिटी हेरेर, त्यसको पावर हेरेर र त्यसको टर्क हेरेर बेस्ट परफर्मेन्स, बेस्ट माइलेज आउने तरिकाले त्यसको गियर रेसियो मिलाएको हुन्छ। जस्तै अगाडिको स्प्रोकेट टिप र पछाडिको स्प्रोकेट टिप। यो गियर रेसियो भनेको के हो भन्नु होला फेरि। गियर रेसियो भनेको चाहिँ हाम्रो बाइकको पछाडिपट्टिको टिपको नम्बर र अगाडिपट्टिको टिपको नम्बरमा पछाडिपट्टिको टिपको नम्बरले अगाडिलाई डिभाइड गर्दा आउने नम्बर नै गियर रेसियो भनिन्छ। जस्तै मेरो बाइकको स्टक कन्डिसनमा पछाडिपट्टि 45 टिट हुन्थ्यो र अगाडिपट्टि 13 टिट हुन्थ्यो। अनि मैले पछाडिपट्टिको 45 टिटलाई अगाडिपट्टिको 13 टिटले डिभाइड गरेँ भने मेरो गियर रेसियो आउँछ 3.4 समथिङ आउँछ। अनि त्यो भनेको चाहिँ मेरो बाइकको गियर रेसियो 3.4 भनेको चाहिँ के हो भन्नुभयो भने मेरो बाइकको अगाडिको फ्रन्ट स्प्रोकेट चाहिँ 3.4 टाइम्स चाहिँ घुम्न पर्छ पछाडिपट्टिको स्प्रोकेटलाई एक राउन्ड घुमाउनको लागि। त्यसरी नै तपाईले आफ्नो बाइकमा चाहिँ तपाईलाई बडी टर्क चाहिएको कि बडी पावर चाहिएको छ कि बडी माइलेज चाहिएको छ के चाहिएको छ, त्यसरी नै तपाईले आफ्नो निडको हिसाबले तपाईले स्प्रोकेट टिपलाई घटाएर बढाएर गियर रेसियोलाई अप डाउन गरेर तपाईले आफ्नो निड चाहिँ पुरा गर्न मिल्छ। जस्तै मैले अहिले चाहिँ मेरो स्टकमा अगाडिपट्टि 13 टिप हुन्थ्यो भने अहिले चाहिँ मैले 14 टिप गराएको छु। अनि मेरो स्टक कन्डिसनमा गियर रेसियो चाहिँ 3.4 थियो भने अहिले चाहिँ 3.2 छ। अनि मेरो स्टकमा अगाडिको स्प्रोकेट चाहिँ 3.4 टाइम्स घुमेर बल्ल पछाडिको एक राउन्ड घुम्थ्यो भने अहिले चाहिँ मेरो अगाडिको स्प्रोकेट 3.2 टाइम्स घुम्दाखेरि नै पछाडिको एक राउन्ड भइसक्छ। अनि यसले चाहिँ माइनर डिफरेन्स चाहिँ पारेकै हुन्छ तपाईको बाइकमा। जस्तै तपाईको बाइकको इनिशियल टर्क चाहिँ हल्का कम हुन्छ तर एट लास्ट टप एन्डमा गएर तपाईको बाइकले टप एन्ड स्पिड चाहिँ हल्का बढी एचिभ गर्छ। अनि त्यसपछि लङ क्रुजिङमा पनि तपाईको इन्जिनलाई हल्का कम स्ट्रेस पर्छ, लो आरपिएममा क्रुज गर्न सक्छ। अनि लो आरपिएममा क्रुज गरिसकेपछि तपाईको बाइकले तपाईलाई लङ राइडमा हल्का बेटर माइलेज पनि निकालेर दिन्छ। अनि यसको डिसएडभान्टेजको कुरा गर्नु पर्दाखेरि मलाई चाहिँ हल्का बडी अपहिलमा हल्का बडी लोड भएको बेलामा बाइकमा त्यति बेला चाहिँ बाइकले अलिकति बडी स्ट्रगल गरे जस्तो फिल हुन्छ मलाई। त्यसरी नै तपाईलाई अब बडी टर्क चाहिएको छ भने अगाडिको टिटलाई चाहिँ सानो बनाउन सक्नुहुन्छ। तपाईले गियर रेसियोको नम्बरलाई जति बढाउनुहुन्छ त्यति चाहिँ तपाईको बाइक बडी टर्की हुन्छ। इनिशियलमा तपाईले हल्का बडी टर्क पाउनुहुन्छ अनि फेरि तपाईले गियर रेसियो नम्बरलाई जति कम गर्दै लैजानुहुन्छ त्यति चाहिँ तपाईको बाइक टप एन्डमा राम्रो परफर्म गर्छ, तपाईको बाइकले राम्रो माइलेज निकालेर दिन्छ। यसरी नै तपाईले आफ्नो बाइकमा चाहिँ थोरै खर्चले नै आफ्नो बाइकको परफर्मेन्सलाई ट्युन गर्न सक्नुहुन्छ।